गुड मर्निङ गाइज, न्यू डे न्यू भ्लग। आजको भ्लग चाहिँ के हुन्छ भने आज भ्लग चाहिँ म यता माथि खुइरे डाँडा जाँदैछु। सो एज यु क्यान सी अहिले चाहिँ बिहानको 6 बजे छ। यो चाहिँ रामबच्चाको भवन, यता भलिबल ग्राउन्ड, यता चाहिँ ब्याडमिन्टन कोर्ट। आज चाहिँ म रामबच्चा एक्सप्लोर गर्न लागिरहेको छु। माथिबाट चाहिँ के कस्तो भ्यू देखिन्छ। अब म माथि गएर रामबच्चा चाहिँ पहिलाको भन्दा के कस्तो भएछ त्यो चाहिँ म माथि गएर तपाईहरुलाई सो गर्नेछु। सो स्टे ट्युन गाइज। ल गाइज, म चाहिँ अहिले यहाँ माथि टावर थिम आइसकेको छु। अहिले चाहिँ यहाँ मिठो गेट पनि बनाइसकेको छ। सो अब एकछिनमा चाहिँ म उता खुइरे डाँडा पुग्छु होला। अब तपाईहरु यहाँ माथि पिकनिक खान आउनु पनि सक्नुहुन्छ। यो टावरमा चाहिँ पहिला हामी सानो हुँदा चढ्थ्यो। कतिखेर भन्दा हामी चाहिँ त्यस्तै क्लास 7-8 मा हुँदा चाहिँ माथि नै चढिन्थ्यो टावरमा। वहाँ माथि टुप्पोमा पुगिन्थ्यो टावर चढेर, वहाँ माथि टुप्पोमा मजाले। त्यतिखेर चाहिँ यहाँ केही पनि हालेको थिएन नि त, करेन्ट सरेन्ट पनि केही लाउँथेन। अहिले चढ्यो भने त फेरि शीतल हो। यहाँ चाहिँ मिठो स्केटिङ खेल्ने पार्क जस्तो हल्का एउटा उस मात्रै हालेर रहेछ। अनि पिकनिक खानको लागि चाहिँ यो ठाउँ पनि नट ब्याड, यो ठाउँ पनि राम्रो छ। हो त्यहाँ प्रतिक्षालय छ, त्यहाँ माथि चाहिँ एउटा मन्दिर, अनि त्यसको साइडमा चाहिँ धारा छ, अनि टोयलेट पनि छ त्यहाँ साइडमा। As you can see the beautiful view of our रामबच्चा बजार। रामबच्चा चाहिँ पहिलाको भन्दा चाहिँ धेरै राम्रो भएको छ अहिले चाहिँ। पहिला चाहिँ यहाँ पहिला सानोमा म यहाँ आउँदा चाहिँ यति धेरै घरहरू थिएन। अहिले चाहिँ घरहरू चाहिँ राम्रो भएको छ भन्नाले धेरै नै बढेछ। यता चाहिँ हाम्रो छ फुटसल ग्राउन्ड। फुटसल ग्राउन्ड पनि बिस्तारै ग्रो हुँदैछ। सबैजनाले साथ सपोर्ट र माया देखाइदिनु होला। हाम्रो फुटसल ग्राउन्ड पनि बिस्तारै बन्दैछ है, राम्रो हुँदैछ। फुटसल ग्राउन्ड भन्दा यता चाहिँ पार्क छ। अहिले चाहिँ त्यस्तै 6 बजेर होला बिहान चाहिँ 6 बजे भन्नाले आज स्कुल छुट्टी भयो नि त, त्यही भएर सब भाइ बहिनीहरू चाहिँ गाउँतिर गयो होला। त्यही भएर फुटसल ग्राउन्डमा कोही मान्छे छैन। अनि यता चाहिँ छ हाम्रो रामबच्चा भवन। रामबच्चा भवन पनि पहिला चाहिँ सानोमा चाहिँ म सानो हुँदा चाहिँ यो रामबच्चा भवन चाहिँ सेतो कलरको थियो, अहिले चाहिँ येल्लो कलरको बनाएको छ। अनि यता छ रामबच्चाको पुल, अनि यो चाहिँ रामबच्चाको पुल। त माथि बाँसगारी, अनि यता तल बुद्ध टोल, माथि त्यो आगो लागेकोतिर विशाल टोल, उता बस पार्क। पहिलाको भन्दा चाहिँ धेरै लास्टै पहिलाको भन्दा चाहिँ रामबच्चामा चाहिँ घरहरू चाहिँ लास्ट बढेछ। अब त्यही हो। अब मलाई चाहिँ खासै भ्लगमा चाहिँ अलि बोल्न आउन्न, बिस्तारै सिक्दैछु गाइज। सबैजनाले सपोर्ट र माया देखाइदिनु होला। ल गाइज, पहिला चाहिँ अब यता यो खुइरे डाँडातिर चाहिँ उस के भन्छ अरे साधनहरू जान्थेन होला नि त। अहिले चाहिँ यो साधनहरू चाहिँ मै खुइरे डाँडामै पुग्छ। सो सबैजनाले साधन लिएर आए पनि राम्रोसँग जानु होला। बिस्तारै बाटो चाहिँ खासै राम्रो चाहिँ बनेको छैन, बिस्तारै ग्रो हुँदैछ यो खुइरे डाँडातिर जाने बाटो पनि। यहाँ चाहिँ मन्दिर छ। अनि त्यही हो, म चाहिँ अरू केही भन्न चाहन्न। अब एकछिनपछि भेटौँला है गाइज। ल गाइज, म चाहिँ अहिले यहाँ जङ्गलको बिचमा आइसकेको छु। अब एकछिन धेरै होइन 2 मिनटको बाटो छ, अनि म चाहिँ खुइरे डाँडा पुग्छु। अहिले चाहिँ अब चैतको बेला भएर र बाटो चाहिँ अलि धुलो छ। अब चाहिँ म यहाँ मन्दिर थिम आइसकेँ। यो मन्दिर चाहिँ अब म सानो हुँदा नि यस्तै थिएँ, अहिलेसम्म यस्तै छ। खोइ यो चाहिँ अब न त यो देवीथानतिरको चाहिँ उस होला, के भन्छ यो पूजा गर्ने ठाउँ।
ल गाइस म चाहिँ अहिले यहाँ खुइले डाँडामा आइसकेको छु। चाहिँ खुइले डाँडा योभन्दा चाहिँ अलिक उता गयो भने चाहिँ एकदम राम्रो भ्यू देखिन्छ त्यो वालिङतिरको। अहिले चाहिँ म यहाँ मर्निङ भ्यू देखाउन गइरहेको छु रामबसाको। है त गाइस यो चाहिँ रामबसाको मर्निङ भ्यू। त्यही हो अब तपाईहरु विदेशमा हुनुहुन्छ भने चाहिँ हेर्न सक्नुहुन्छ। रामबसा चाहिँ पहिला भन्दा चाहिँ धेरै नै घरहरु थपिसकेको छ। यता यो जरबातिर पनि सब भरिसकेको छ घरहरु। यता मासतिर पनि कोही मान्छे त रामबसा छोडेर गएको लगभग 9-10 वर्षै भयो होला। अब तपाईहरु यता हुँदा कस्तो थियो रामबसा र अहिले कस्तो चेन्ज आछ तपाईले यही भिडियोबाट हेर्न सक्नुहुन्छ। यता माथि चाहिँ हाम्रो हस्पिटल बन्दैछ है, वान अफ द बिग हस्पिटल इन वालिङ। अनि उता माथिको चाहिँ त्यो अर्मादी स्कुल। म चाहिँ सानोमा पढेको स्कुल चाहिँ त्यही है, सानोमा पढेको त्यही हो। अब म चाहिँ त्यस्तो खासै बोल्दिनँ नि त, त्यही भएर अब साथीहरु भन्नाले अब मेरो स्कुलको साथीहरुसँग चाहिँ भेट त भइराख्छ, तर मलाई चाहिँ बोल्न चाहिँ कस्तो अलि अड लाग्छ किन म चाहिँ अलि त्यो इन्ट्रोभर्ट टाइपकै छु। सो म चाहिँ कोही मान्छेसँग चाहिँ झ्याप्पै बोल्दिनँ। अब बोलिहाल्यो भने चाहिँ म जहाँदेखि नि बोलाइहाल्छु। म चाहिँ मान्छेहरुसँग घुलमिल हुन चाहिँ लास्टै टाइम आउँछ। अब म त्यो बानी पनि सुधार्छु। अब चाहिँ हामी एकछिन पछि यता गएर भेट्नुपर्छ है गाइज। ल है गाइज म चाहिँ अहिले यहाँ यता खुइले डाँडामा आइसकेको छु। चाहिँ यता चाहिँ आँधी खोला, आँधी पनि के भन्ने अब यी सबै सुकिसक्यो। आँधी पनि खोला जत्रै सानो भयो। अझै सब बालुवा निकाल्दिएर होला कि यस्तो भएको। उता चाहिँ देख्न सक्नुहुन्छ डौवा अनि उता माथि चाहिँ अब बाहुनथान जाने बाटो। तल चाहिँ पार्क छ। एक दिन म त्यो पार्क गएको भ्लग पनि हाल्नेछु गाइज। सो स्टे ट्युन। सबैजनाले लाइक सब्सक्राइब र कमेन्ट गरिदिनु होला मेरो भिडियो के कस्तो लाग्छ। यता चाहिँ मिर्दी बजार अनि उता चाहिँ वालिङ चाहिँ अलि ब्लर देख्छ। ल गाइस अहिले चाहिँ मेरो ब्याकग्राउन्डमा चाहिँ कस्तो भ्यू देखिरहेछ। सो सबैजनाले कमेन्ट गरिदिनु होला। यहाँ यो ठाउँमा चाहिँ बिहान भन्दा चाहिँ बेलुका चाहिँ सनसेट चाहिँ एकदम दामी आउँछ। सो तपाईहरुले चाहिँ भिजिट गर्न सक्नुहुन्छ। बिहान भन्दा चाहिँ बेलुका आउनु होला। यो ठाउँ चाहिँ बेलुकाको लागि चाहिँ बेस्ट छ, किनभने यहाँबाट सनसेट चाहिँ मिठो देखिन्छ यता। अब चाहिँ हामी एकछिन यहाँ बसेर गफ गर्छु म। अब त्यही हो, अब लाइफमा चाहिँ केही गर्न सकेन। अब केही न केही त होला नि। अब मेरो पनि केही न केही त लेखेछ होला भाग्यमा। अब त्यही हो, अब भाग्यमा के लेखेछ त्यही हुन्छ। अब सबैले चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। मेन त सब्सक्राइब गरिदिनु होला। हामी चाहिँ अब युट्युब एकाउन्ट चाहिँ चाँडै ग्रो गर्नुपर्ने हुन्छ गाइज। ल गाइज म चाहिँ अहिले चाहिँ एउटा कुरा भन्न गइरहेको छु। सो हामी चाहिँ सानोमा हुँदा चाहिँ यता आँधीतिर जान्थ्यो। अनि आँधीबाट चाहिँ हामी चाहिँ यहीँ तलबाट चाहिँ सिधै माथि चढिदिन्थ्यो क्या। अहिले चाहिँ त्यो बाटो छ कि छैन कुन्नी। पहिला चाहिँ हामी यता सानोमा चाहिँ यता आँधीतिर खत्रै आइन्थ्यो पौडी खेल्न। अब अनि यहीँ माथि यहाँ तलबाट यहीँ माथिबाट चढिदिन्थ्यो क्या हामी। अहिले चाहिँ बाटो पनि सब बन्द भयो होला। पहिला चाहिँ हामी यहीँ तल पौडिन्थ्यो अनि यहीँ माथिबाट चढेर आइन्थ्यो यता माथि। त्यही हो गाइज। अब चाहिँ हामी एकछिन पछि भेट्नुपर्छ है गाइज। स्टे ट्युन। ल गाइज यो खुइले डाँडामा चाहिँ मेरो एकदम मेमोरीहरू चाहिँ लास्टै धेरै छ। पहिला चाहिँ हामी यहाँ साथीहरूसँग आइन्थ्यो, एकदम रमाइलो हुन्थ्यो, रमाइलो गरिन्थ्यो। लगभग म चाहिँ सानैबाट होला
यो खुइरे डाँडामा आउने साथीहरूसँग रमाइलो हुन्थ्यो एकदम। राम्रो छ चाहिँ मिठो। अब चाहिँ उताबाट चाहिँ घाम लाउँदैछ बिस्तारै, अनि घाम लाग्यो भने चाहिँ अलि राम्रो देखिन्थ्यो होला भ्यू। घाम नलागे पनि एकदम राम्रो देखिरहेछ। हाम्रो राम्रो छ। यहाँ चाहिँ एउटा बुटो छ, बुटामा नि डह्रो चढियो सानो हुँदा चाहिँ। हाल चाहिँ ठुलै भइयो। खासै यस्तो बुटोहरूमा चढ्नु पनि मन लाग्दैन। त्यही हो गाइज। ल है गाइज, म चाहिँ अलि कस्तो टाइपको मान्छे भने चाहिँ म चाहिँ अलि इन्ट्रोभर्ट टाइपको नै छु के। किनभने चाहिँ म खासै धेरै बोल्दिनँ क्या, बोल्दिनँ अनि बोल्न पनि मन लाग्दैन। त्यो धेरै बोलेर केही हुने पनि होइन। सो म धेरै बोल्दा पनि बोल्दिनँ त्यस्तो। घरमा चाहिँ ए यस्तो यो पनि यस्तरी बोल्दो रहेछ भनेर भन्छन्। अब त्यही हो, म चाहिने कुरा मात्रै बोल्छु, चाहिने भन्दा धेरै कुरा चाहिँ खासै बोल्दिनँ। अनि घरको मान्छेले म हिजो अस्ति चाहिँ भ्लग बनाउँछु अब भनेर भने, अनि फर्स्ट टाइम म यसरी बोलेको देख्दा चाहिँ घरको मान्छे पनि छक्क परे। ए यो पनि बोल्दो रहेछ है भने। सो कोही मान्छे अब कस्तो हुन्छ, अब त्यही हो। म चाहिँ धेरै बोल्न भन्दामा पनि म चाहिँ अब जे कुरा पनि गरेरै देखाउँछु। सो सबैजनाले सपोर्ट गरिदिनु होला। आई एम द न्यू ब्लगर अफ दिस टाउन। ल है गाइज, हामी चाहिँ अब एकछिनपछि चाहिँ बिस्तारै तल झर्नुपर्ने हुन्छ। अहिले चाहिँ म यहीँ माथि नै छु खुइरे डाँडामै। खुइरे डाँडाबाट चाहिँ राममाछाको मिठो भ्यू हेर्दै इन्जोय गर्दैछु बिस्तारै। अब उता माथि चाहिँ चिसो पानी। पहिला चाहिँ हामी चाहिँ सानोमा चाहिँ गेम खेलेर जितेर चाहिँ जाने ठाउँ हो त्यो माथि चिसो पानी चाहिँ। दाइहरूसँग पनि गेम खेलेर जितेर माथि चिसो पानी गएर खाइन्थ्यो। राति लगभग जति 7, 8, 9, 10 नै बज्यो भने हामी चाहिँ उता माथि गइन्थ्यो। अनि दाइहरूले पनि चाहिँ मिठो सपोर्ट गर्नुहुन्थ्यो हामीलाई। अनि माथि गएर कुखुरा काटेर डह्रो खाइयो सानो सानोमा चाहिँ। अब चाहिँ यताबाट चाहिँ मिठो घाम उदाउँदैछ है बिहानको। माथिबाट चाहिँ घाम उदाउँदैछ अब बिस्तारै। अनि अहिले चाहिँ चैत भएर होला, तर चाहिँ खासै केही फलेको चाहिँ देखिएको छैन। त्यही हो। अब चाहिँ तपाईँ चाहिँ कस्तो हुनु भन्दा चाहिँ अब तपाईँहरूले चाहिँ कुनै मान्छेसँग अब फोटो खिचेर चाहिँ अब स्टोरी हाल्नुहुन्छ। अब सेलिब्रिटीहरूसँग चाहिँ फोटो खिचेर चाहिँ स्टोरी हाल्नुहुन्छ नि त। त्यो अरूसँग फोटो खिचेर चाहिँ स्टोरी हाल्ने होइन, अरूलाई चाहिँ आफूसँग फोटो खिच्ने चाहिँ बनाउनु पर्छ। सो त्यही हो, त्यतिको मेहनत चाहिँ गर्नुपर्छ है लाइफमा। अब त्यो अरूसँग फोटो खिचेर चाहिँ अब नराम्रो भन्न चाहिँ खोजेको होइन मैले। अब चाहिँ अरूसँग फोटो खिचेर भन्दा पनि आफूसँग चाहिँ फोटो खिच्ने चाहिँ बनाउनु पर्छ है लाइफमा। त्यतिको चाहिँ गर्नुपर्छ, अरू त केही भन्नु छैन। अब त्यही हो गाइजहरू चाहिँ यहाँ आएपछि चाहिँ यो खाएर चाहिँ पुरा यसरी चाहिँ नफालिदिनु होला है गाइज। त्यही हो। अब तपाईँहरू चाहिँ यहाँ घुम्न आउनुहुन्छ भने चाहिँ खाएर चाहिँ यसरी नफालिदिनु होला है। बरु जलाइदिनु, बरु प्लास्टिकमा पोको पारेर बरु डस्टबिनमा हालिदिनु, तर यसरी चाहिँ फोहोर नगरिदिनु होला है। यो हाम्रो खुइरे डाँडामा आएर चाहिँ यस्तो फोहोर चाहिँ नफालिदिनु होला है गाइज। अरू त केही भन्नु छैन, यता आएर चाहिँ यस्तो फोहोर नगरिदिनु होला। द्याट्स इट। त्यही हो। हाम्रो राममाछा पनि बिस्तारै ग्रो हुँदैछ। अब पछिसम्म चाहिँ कतिको ग्रो हुन्छ, अब यो यहाँको मान्छेहरूले चाहिँ अब कतिको ग्रो गर्न सक्छ हाम्रो राममाछा। हो फ्युचरमा चाहिँ अलि राम्रै ग्रो हुन्छ भन्ने आश गरेको छु मैले पनि। ल है गाइज, अहिले चाहिँ माथिबाट चाहिँ मिठो घाम लागिरहेछ। म चाहिँ अब चाहिँ फर्केकै बिस्तारै फर्किन्छु। अब कताबाट झरम भएछ, अब हेरौँ कताबाट झरिन्छ। अब चाहिँ आजको भिडियो चाहिँ खासै लामो चाहिँ हुन्न होला गाइज। सो सबैजनाले चाहिँ लास्टसम्म हेरेर साथ सपोर्ट र मेरो भ्लग कस्तो लाउँछ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है गाइज।
दामी देखिरहेको छ है हाम्रो राममाछा मिठो है दामी देखिरहेको छ है दामी 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 ल गाइज म चाहिँ माथिबाट झरेर यता तल आइसकेको छु As you can see the beautiful view of रामबाछा आजको भ्लग चाहिँ म अब यति नै बनाउँछु होला गाइज अब नेक्स्ट भ्लग चाहिँ योभन्दा नि दामी आउनेछ गाइज सो स्टे ट्युन आजको भ्लग चाहिँ यति नै सो लास्टसम्म अरे कहना क्या चाहते हो लास्टसम्म हेरेर बस्नु भएकोमा थ्याङ्क यू सो मच यति भन्दै अब चाहिँ म तपाईँहरूसँग चाहिँ अर्को भ्लगमा भेट्छु सो थ्याङ्क यू सो मच फर योर लभ एन्ड सपोर्ट स्टे ट्युन गाइज सी यू गाइज इन नेक्स्ट भ्लग हेभ अ नाइस डे